भिडियो यहीँबाट सुरु गरौँ हाम्रो गाडीको। यसै ल्यायो बिस्तारै नहल्लाइकन यसै गरिकन है त देखियो गाडी चालक हाम्रो बाबु सुभाष मल्ल राजा, मेरो विद्यार्थी, मेरो बच्चा आज चाहिँ नि मलाई मार्तडी यात्रा गराउँदैछन्। ल बाबु ल अब त सुरु गर अब। ल आऊ अब नहल्लाई बिस्तार ल्या अब। ल बाबु राम्ररी आउनु न। पर त्यो मन्दिर पनि लैजाऊ सबै मजाले घुमा। हलो ओडो अब ओडो हामीतिर। जुम्ली महाराजको पुरानो किल्ला गढीमा दृश्य अवलोकन गर्न जाँदैछौँ। यसको चारो गर्न लाग्यो भने सेक्टो हुने लाग्छ आज। माथि दरबार छ क्या पहिला, पुरानो दरबार छ माथि बोल्दै रह। पुरानो जुम्ली महाराजको दरबार हो, लडाइँको किल्ला होला। यहाँ ऊ राख्या होला सेनाहरू। यताबाट जाउँ है सुभा। हजुर नवनिर्वाचित गाउँ कमिटी अध्यक्ष अङ्गबहादुर भाटजी साथमा हुनुहुन्छ आज। जिल्ला अधिवेशनमा जाँदैखेरि जिल्लाको अधिवेशन त होइन, आन्दोलन सरकारमा पनि आइबस्ने। त्यो भन्नु पनि बेकार छ। मजाले लेबा घुमाएरले तल हेर्नु अब हाम्रो सहित आइहाल्छ नि। मेरो मेरो आइहाल्छ हो। अब मास्टर त पर आन्दोलनमा गयो भने नमकल गर्नु पर्ने होइन। यसो यसो त्यहाँ त्यो फुटबाट अडिया नगरौँ। नहल्लाइकन यसलाई चाहिँ तपाईँ सिकाइदिउँ छोरालाई। गजब आज है। ए अरे यसो गर्ने मैले तयारी गरिसक्यौँ। अब वडा नम्बर 4 का अध्यक्षज्यूले हामी त्यो जुम्ली महाराजको यो लडाइँको किल्ला पुरानो ऐतिहासिक गढी हामी दृश्य अवलोकन गर्दैछौँ। यसमा चाहिँ चालक सुभाष मल्ल हाम्रो बाबु र बुढीनन्दा नगरपालिका वडा नम्बर 6 का गाउँ कमिटी वडा कमिटी अध्यक्ष नेकपा एमालेका अङ्गबहादुर भाटजी पनि साथमा हुनुहुन्छ। ल बाबु अब बिस्तारै यसरी चलाउ र 2 हाल यसो गरिकन ल्याऊ माथि। अब वडा अध्यक्षज्यूलाई सम्बोधन गराउनु पर्यो। बाटो
दरबार हो त्यो दरबार हो दरबार हो यो यस्तो यस्तो घर थियो यस्तो यस्तो अँ। बन्दुकका नाल हाल्ने ल यता घुमाऊ बाबु वडा नम्बर 4 का ल वडा अध्यक्ष आदरणीय जोलपे रोकाज्यू साथमा हुनुहुन्छ अब के अरे त्यो बड्डी उपल्लो बड्डीघाट हाइड्रो पावर योजना निर्माणका लागि हिमकुण्ड 10 मेगावाट विद्युत उत्पादन गर्नका निमित्त अहोरात्र खटिरहनु भएको छ जुलफे कमरेड त्यही सिलसिलालाई लिएर मार्तडी आउनु भएको छ साथै पार्टीको कार्यक्रममा पनि सम्बोधन गर्ने उहाँको लक्ष्य छ ल धन्यवाद धन्यवाद अच्युतज्यू अर्जुन भाइ समाज त हात गल्यो बाबु अरू गर त्यसका कुनै छैन यसमा बन्दुकका नाल यहाँ ल्याउनुहोस् अब म गराउनु कसो आइरहेछ राम्रो आइहाल्छ हो ल यो पुरानो जुम्ली महाराजको गढीको ऐतिहासिक स्थलमा हामी आइपुगेका छौँ यसमा चाहिँ बुढीनन्दा नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्षज्यूको साथमा त्यहाँका हाम्रा धामी विषय रोकाया अहिले वडा कमिटीको वडा कमिटीका अध्यक्ष वडा कमिटीका अध्यक्ष पनि हुनुहुँदो रहेछ उहाँलाई बधाई छ मेरो पुरानो विद्यार्थी पनि धेरै चाहिँ नै हामी खुसी छौँ यो मनमोहक दृश्य भएको यस पोरखे गढीमा हामी एकदमै रमाइरहेका छौँ अब निकट भविष्यमै हामी सुभाष मल्ल बाबुको गाडी चढेर हामी पुनः मार्तडीतिर हाम्रो यात्रा अगाडि बढ्नेछ त्यसपछि मार्तडीमा नेकपा एमालेको कार्यक्रम छ विभिन्न कार्यक्रम पूर्व घोषित कार्यक्रममा हामी सरिक हुनेछौँ त्यसपछि अनि त्यहाँका चाहिँ नै कुरुको हाइड्रो पावर सम्बन्धी कार्य अगाडि बढाउनु हुनेछ हाम्रो अध्यक्षज्यूले विशेषजीले लगायत उहाँको साथमा हुनुभएका हाम्रा युवा ओब्जन बाबु पनि साथमा हुनुहुन्छ ओब्जन सबै हाम्रो चाहिने कोटिलाको अङ्गभाट हुनुहुन्छ